चाहिँ आज मेट्रो घुम्न जाँदैछु है। उसलाई चाहिँ लिएर म जाँदैछु घुमाउनलाई मेट्रो। अब यहाँदेखि खासै टाढो त छैन, त्यही नजिकै छ, त्यस्तै 5-10 मिनट जति लाग्छ होला। अनि आज चाहिँ हाम्रो छुट्टी पनि थियो, अनि साथीले पहिले नै भनेको थियो कि मेट्रो घुम्न जानुपर्छ है छुट्टीमा चाहिँ भनेर भनेको थियो। त्यही भएर आज उसलाई चाहिँ म मेट्रो घुमाउन लिएर जाँदैछु। हामी चाहिँ मेट्रो स्टेसन आइपुग्यौँ। यहाँ चाहिँ मैले साथीलाई भिडियो बनाउनु दिएको थिएँ। साथीले चाहिँ भिडियो बनाउन नजानेर मेरो भिडियो चाहिँ बिगारिदिरहेको रहेछ क्या। साथीले पनि मेरो भिडियो एउटा बनाइदिनु पऱ्यो भनेर भनेको थियो। त्यही भएर मैले चाहिँ भिडियो बनाउँदै थिएँ। भिडियो चाहिँ आधी बिचमा गएर बिग्रेर मैले त्यो भिडियो चाहिँ बनाएन। साथी चाहिँ भिडियो बनाउनुभन्दा अगाडि चाहिँ माथि पुगिसकेको थियो। त्यही भएर निराशले उसको भिडियो बनाइदियो, मेरो चाहिँ भिडियो बनाएन भनेर पुरा निराश लख झर्दा छ क्या त्यहाँ मासतिर। अब हामी चाहिँ जानुपर्ने हुन्छ मेट्रो चढ्नलाई, किनकि हामी चाहिँ मेट्रो चढ्न आएको। यहाँ चाहिँ धेरै बेर हामी यत्तिकै यताउति गरेर अल्मलिरहेको थियौँ। अब हामी चाहिँ जान्छौँ मेट्रो चढ्न।